नमस्ते सबैजनालाई। ल मेरो युट्युब च्यानलमा तपाईहरु सम्पूर्ण देश विदेश रहनुभएका आफन्तजन तथा सबैलाई स्वागत छ है त। ल हेर्नुस्, यहाँ कसैलाई अलिकति पाइन देखाउनु थियो, त्यही भएर है मलाई यहाँ रोटी बनाउन सक्दैन, यस्तो रोटी बनाउन त सक्दैन, के गरी खाला यस्ता पाजी भन्ने मान्छे पनि छन् के कोही हैन। अनि ल हेर्नुस्, पाइन देखाइदिएको अब त्यो उनीहरूलाई पाइन देखाउनु पर्ने भएको छ है त। आज बनायो रोटी, यो तपाईँ उता घाम टल्केर राम्रो देखिरहेको छैन क्या है। हेर्नुहोस् है, यस्तो गोल गोल परेको, यस्तो चट्ट, न पिठो लगाइयो यसमा, न तेल, शुद्ध पानीमा मुछेर टक्क चाहिँ मेहनत गरेर बनाइयो। ल हेर्नुहोस् है, मेहनत गरेपछि के चाहिँ हुँदैन त अब। ल हेर्नुहोस्, यो मैले कोहीलाई प्रुभ गर्नुपर्ने छ क्या है। त्यो भएको कारणले गर्दा यसो भिडियो बनाएको छु, अन्तिमसम्म हेरेर साथ दिनु होला भन्न चाहन्छु। अब पकाउन सुरु गर्छु, पकाएपछि देखाउने छु है त हजुरलाई। ल गाइस, अब घर सुरु है त। धेरै तातिसकेको छ के त। कस्तो भए हेर मलाई, तेल नलगाउँदा पनि, पिठो नलगाउँदा पनि यो टाक्सिनुको कारण के हो? यसो छिटो छिटो डल्ले कसरी गर्छ के हो? तल पार्नु भयो के हो है? ल है साथीहरु, ल हेर्नुहोस् है, हेर्नुहोस् यस्तो छ है बल्ली रोटी बनाएको छु। अनि कस्तो भयो हेर मलाई, कसैलाई पानी देखाउने भनेको हल्का जलिहाल्यो है साथी, तर केही छैन। कस्तो भनेको मतलब म रोटी बनाउन जान्दैन थिएँ, रोटी बनाउने भयो भनेको है साथी। पाइन देखाउनु थियो क्या धेरैजनालाई यस्तो न हो र। अब यो डढ्ने रहेछ कि। ल हेर्नुहोस्, यो रोटी पाकिसक्यो, यहाँ पाक्दैछ है त। अन्तिमसम्म हेरेर साथ दिनु होला, तपाईँलाई लास्टसम्म देखाउने छु है त। रोटी बनाउन भन्दा पकाउन गाह्रो रहेछ कि है। अब हेर्नुहोस् न, यो तेल लगाएको त होइन, हिजो अस्ति तेल लगाएर बनाउँथेँ मैले, अलिकति चिप्किन्छ भनेर। अब तेल नलाउँदा पनि यस्तै छ पारा है। कसैलाई अलिकति पाइन देखाउँला भनेको यो आफैलाई पाइन देखाएको जस्तो भइसक्यो यहाँ। अब के गर्नु, गाह्रो छ है। देखाइहाल्यो जसो पनि ठिक छ। कुरो त्यो बनाउनु भन्दा पकाउन गाह्रो रहेछ है। ल ठिक छ, म लास्टसम्म देखाउने छु है त तपाईँहरूलाई। ओहो, भिडियो त चालु रहेछ त, यो त कता उतापट्टि। यो आगो ग्यास कम गरे पनि भएन, बढी गरे पनि भएन। हेर्नुहोस् है, उस्किने होइन यो होइन, हुन्छ नि। यो यस्तो राम्रो रोटी बनाएको थिएँ, तर कहिले खुसी भएन यार रोटी, यार दिमाग खराब है। के भएको यो पारा? हेर्नुहोस्, यो के हो यो तरिका? यो त बनाउनु त राम्रै बनाएको थियो नि, पकाउँदाखेरि पनि मेसो बिग्रिने रहेछ त नि। तरिका ठिक छ, कसैलाई देखाउँला भनेको थिएँ, आफैलाई देखाएको जस्तो भइहाल्यो। के गर्नु, गाह्रो पो छ।
ल हेर्नुहोस् त यो के हो पारे तँ पातलो भएर हो कि के हो जस्तो लाग्यो क्या। ल साथी हेर्नुहोस् त यो के हो यो तँ पातलो भएर हो कि तँ आगो धेरै भएर हो कि के कुरो बुझ्न सकिएन भने हेत्तेरिका यतातिर यस्तो छ यतातिर यस्तो छ यस्तो छ। ल है त यहाँ चाहिँ फेरि यस्तो भइहाल्छ है। हिजो अस्ति म के गर्थेँ रोटी बनाउँदै पकाउँदै गर्थेँ त्यो भएर बिग्रियो कि भनेर आज चाहिँ तपाईँको के गरेँ मैले रोटी हेर्नुहोस् है पहिल्यै चाहिँ रोटी यस्तरी टक्क बनाएर फटाफट पकाउन थालेको त्यसरी पनि मेसो मिल्दैन त नि। अनि हजुर के हो त अचम्मको कुरो त एउटा यो छ कि रोटी यत्रो रोटीमा कुनै रोटी खुसी भएन क्या। यो खुसीको मतलब फुल्छ नि त्यो फुल्न पर्ने हो फुलेन कारण के होला यो कमेन्टमा सबैले यसो चाहिँ बताइदिनु होला है त। ल आजको भ्लग यही हो मेरो चाहिँ युट्युब च्यानलबाट आउँछ है गोपाल सिंह ठकुरी युट्युब च्यानलबाट आउँछ gbs.com ठकुरी। अन्तिमसम्म हेरेर साथ दिनु होला सल्लाह सुझाव लाइक कमेन्ट सब्सक्राइबर गर्न नभुल्नु होला भन्न चाहन्छु है त। ल हेर्नुहोस् यो के हो यो रोटीको रोटी त राम्रा छन् नि त होइन है तपाईँको हेर्नुहोस् है यता गरे पनि कस्तो कस्तो ठाउँ रहेछ यार हेर्नु हो यस्तो हुन्छ कि यस्तै यो यति ल हेर्नुहोस् है यस्तो राम्रो गोलो रोटी हाल्दाखेरि चाहिँ यस्तै ल हेर्नुहोस् त यो चप के हो चुचुरी मुचुरी यो त। ल गाइज फाइनल्ली रोटी पकाएर सिद्धिसकेको छ है त है। ल हेर्नुहोस् टक्क यो बनाइयो यो चाहिँ 2 छाकलाई रोटी है त। यो त कहाँ फेरि यत्रो रोटी खानु रहेछ भन्नु होला है तपाईँहरू यार यो 2 छाकलाई हो टक्क अब यसलाई यहाँ यस्तो गर्नु पर्यो है यस्तरी। अब यहाँ ग्यास मारियो यो भयो है अब चाहिँ सरसफाइतिर लागिन्छ। ल फाइनल्ली काम समाप्त भएको छ जसोतसो है। लास्टसम्म मलाई चिन्ने नचिन्ने सम्पूर्ण साथीभाइहरूले हेरेर साथ दिनु होला भन्न चाहन्छु है त। यस्तो छ अब के गर्ने मेहनत गर्नै पर्यो है। यहाँ अब चाहिँ भाँडा साफसफाइ हुन्छ यसो होइन फेरि मलाई अलिकति फोहोर सोहोर अलिकति मन पर्दैन कि होइन त्यस कारणले गर्दाखेरि छैन यस्तो छ। ल गाइज अन्तिमसम्म हेरेर साथ दिनु होला भन्न चाहन्छु है। के कस्तो लाग्छ सल्लाह सुझाव कमेन्ट दिन नभुल्नु होला है। अनि त्यहाँबाट गएर यो चाहिँ हाम्रो रोटी पकाउने तरिका कस्तो कसरी हो त्यो चाहिँ कमेन्टमा भनिदिनु होला सिकाइदिनु होला भन्न चाहन्छु होइन। अनि रोटी जति गरे पनि फुल्दैन किन हो त्यो यसको म त त्यसलाई भन्छु खुसी हुने फुल्यो भने खुसी हुने भन्थेँ के अरे फुल्दैन होइन। पहिला तेल लगाएर यसो बनाउँथेँ चप्किन्छ भनेर त्यो यति बेला पनि फुलेन। पिठो त म लगाउँदिनँ आज तेल नलगाएर बनाएँ तर पनि फुलेन। तर यसको कारण के हो तवा पातलो भएर हो कि रोटी बाक्लो भएर हो कि अथवा के चाहिँ हो यो मेसो मिलिरहेको छैन है त। ल कोलाई आउँछ यसो न चाहिँ कमेन्टमा भन्नु होला है। ल अहिलेलाई इन्ड गर्छु अन्तिमसम्म हेरेर साथ दिनु होला। ओके बाई बाई अर्को भ्लगमा भेटौँ न है त।